आजको शीर्षक हो वन। तपाईलाई थाहा छ हामी नेपाली हौ नि। म पनि के प्रश्न गरेको यस्तो, यो त हामी सबैलाई थाहा छ नि। तर हामीलाई के चिजले आखिर नेपाली बनाउँछ त? नेपाली नागरिकताले बनाउँछ या राष्ट्रिय परिचय पत्रले बनाउँछ या कुनै दलको सदस्यता लिएको रसिदले भन्ने बनाउने हो? मैले त सुनेको यी सबै चिज पैसासँग किन्न पनि मिल्छ रे। त्यसो भए बजारमा पैसासँग साट्न मिल्ने चिजले हामीलाई नेपाली बनाएको हो त? म भन्छु हामीलाई नेपाली बनाउँछ हाम्रो वनले अनि वनसँगको सम्बन्धले। सुनेर अचम्भित हुनुभयो होइन? अब वनले नै नेपाली बनाउने भए ती लाखौं व्यक्तिहरू केवल नागरिकता पाउनका लागि सङ्घर्ष गरिरहेका छन् कि तिनीहरू पागल हुन् त? पक्कै होइनन्। नागरिकताले अवश्य हामीलाई नेपाली नागरिक बनाउँछ। तर नेपाली नागरिक बन्नु र नेपाली बन्नुमा धेरै भिन्नता छ। हरियो वन नेपालको धन, लगाएर तन र मन सुगा झै भन। हरियो वन नेपालको धन। जति समय बित्दै जान्छ उति बढ्छ झन हरियो वन नेपालको धन। यो त धन मात्र कहाँ हो र? जसरी धमिनी र रगतको अन्तर्य मिलेको छ, जसरी अहङ्कारमा सामर्थ्यको शौर्य लुकेको छ, त्यसरी नै वनसँग हाम्रो नाता छ। वनसँगै हजारौं गाथा छन्। विवाह र पूजनको कोलाहलमा मन्द मन्द फुटिरहेका हाँसो होस् या सम्बन्धीको स्वर्गवासले आएको आँसु होस्, हर वखत साथ दिइराख्छ यो वन, साथ दिइराख्छ यो वन।